सबैजनालाई नमस्ते। स्वागत छ मेरो ब्लगमा सबैजना साथीहरूलाई। आज चाहिँ यहाँ चन्द्रगिरीमा चाहिँ पानी परेको अवस्था। अस्ति नै पानी अलिक बेसकन परेको थियो, एकदम चिसो भइरहेछ। वैशाखमा पनि हुडी लगाउनु परेको छ। अनि हामी चाहिँ अब मेरो बुढो चाहिँ बिरामी हुनुभएको छ। बुढोलाई अब हस्पिटल लिएर जानु छ, त्यही भएर पसल बन्द गरे गाइज। अब हामी चाहिँ रुमतर्फ जाँदैछौँ। अब के भएको हो एकचोटि गएर चेकअप गराउनु पर्छ। यता छ मेरो छोरो। हेलो छोरो। हेलो। के छ? अब भने चाहिँ हामी कोठामा पुग्न लाग्यौँ। चाहिँ एकदमै जाडो भइरहेछ। पानी परेर यस्तो बादल लागिरहेछ, देख्न सक्नुहुन्छ तपाईँहरूले। एकदम चिसो हावा लागेको छ हैन, त्यही भएर कपालले कान छोप्नु पर्ने स्थिति। अब टोपी त जाडो महिनाभरि मात्रै हो, त्यही भएर चाहिँ गाह्रो छ है गाइज, गाह्रो छ। एकदम हिलो छ। कहाँदेखिबाट हेरिराख्नु भएको छ यसो कमेन्ट पनि गर्नु होला। भित्र बस्छौँ, कम्पनीभित्र बस्छौँ हामी चाहिँ। यहाँ कोठा चाहिँ बन्द छ, हामी पुग्नै लाग्यो गाइज। ओहो हरियो पर्यो। के भयो बिरामीको अवस्था? अब मेडिकल गुटुङटुङ बनाएर मुखै रातो बनाखान। यता सेतो छ, यता रातो छ, यता कालो छ, उता रातो अनुहार छ गाइस। हामी चाहिँ हस्पिटल आइपुग्यो पनि यहाँ बहिनी कोठामा आयौँ। अब खाजा खाने चौचो पकाएर म चाहिँ अब फेरि पनि 7 बजे रिपोर्ट लिन गइरहेको छु। अघि सुगर प्रेसर हैन सबै चेकअप गर्नको लागि ब्लड निकाल्नु भएको थियो। अब चाहिँ भने म जाँदैछु। 7 बज्यो। 7 बजे रिपोर्ट लिनलाई बोलाउनु भएको छ। अब रिपोर्ट ल्याउनु पर्यो गाइज। अब के भन्नुहुन्छ